म नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्यमध्येको हुँ र नेपाली काङ्ग्रेसले सुरु गरेको विभिन्न आन्दोलनमा म सक्रिय सहभागी भएको व्यक्ति हुँ। तर माओवादी आन्दोलनमा मेरो सहभागिता रहेन। माओवादीको 7 दलको सहमति को म वैचारिक रूपमा सधैँ विरोधी रहने गएको छु। म बिपी चिन्तन प्रतिष्ठानमा महामन्त्रीको पदमा 4-5 वर्ष रहेँ र सुरुमा त्यसको सदस्यको रूपमा पनि थिएँ। पछि गएर महामन्त्रीको रूपमा म बिपी चिन्तन प्रतिष्ठानमा कार्यरत थिएँ। बिपी कोइराला नेपालको राष्ट्रिय विचारको नेतृत्व गर्ने एउटा बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। उहाँको विचारमा सम्पूर्णता थियो। उहाँको विचार खाली प्रजातन्त्रको कुरामा मात्र सीमित थिएन। प्रजातन्त्र कस्तो हुनुपर्छ, त्यसको नीतिहरू कस्तो हुनुपर्छ र त्यसको कार्यान्वयन कसरी गर्नुपर्छ, त्यसको प्राथमिकता के हुनुपर्छ, उहाँको साहित्यमा सम्पूर्ण कुराहरू पाइन्छ। तर नेपाली काङ्ग्रेसका बौद्धिक व्यक्तित्वहरूमा नै एउटा क्ल्यारिटी छैन। के क्ल्यारिटी छैन भनेदेखि बिपी विचारको सम्पूर्णता छ। त्यो सम्पूर्ण नीतिहरू पनि त्यसले ओगटेको छ। नेपाललाई कसरी विकास गर्ने, त्यसको मोडस अपरेन्डी कसरी कार्यान्वयन गर्ने भन्ने सम्मको त्यसमा कभरेज छ भन्ने कुरा धेरै नेपाली काङ्ग्रेसको बौद्धिक व्यक्तित्वहरूले पनि स्वीकार गर्नुहुन्न। तर मलाई लाग्छ बिपीको विचार पूर्ण छ र बिपीको विचार भन्नु नै नेपालको राष्ट्रिय मेलमिलापको नीति हो। राष्ट्रिय मेलमिलापको नीति नै बिपीको विचार हो जस्तो लाग्छ मलाई। किनभने पुस 16 2033 सालमा बिपी भारतबाट फर्केपछि मात्र यो नीतिको प्रादुर्भाव भएको होइन कि यो नीति त्यसभन्दा धेरै अगाडि 2007 सालको लगत्तै पछि राजा त्रिभुवनले जनताको नाममा दिएको सन्देशमा उल्लेख भएपछि
यो नीतिको प्रादुर्भाव भएको हो। राजा त्रिभुवनले त्यसबेला भनेका थिए, म जनताले बनाएको संविधानलाई मानेर बस्ने राजा हुनेछु। र त्यही नै राष्ट्रिय मेलमिलापको त्यो नीति, त्यो त्रिभुवनको प्रोक्लेमेसनको नीति, त्यो नीति नै राष्ट्रिय मेलमिलापको प्रादुर्भाव थियो। बिपी नेपालको स्थिरताको लागि राजाको इन्स्टिट्युसन, कन्स्टिट्युसनल मोनार्की अथवा कल्चरल मोनार्की नेपालमा आवश्यक छ। किनभने यो नभइकन नेपालमा स्थिरता हुँदैन, नेपालको एक्जिस्टेन्सकै क्वेसन हुन्छ भनेर भन्नुहुन्थ्यो। र त्यो कुरा बिपीले पछि 7 सालदेखि उहाँको निधनको 1 महिना अगाडिसम्मको बेलामा एक्सप्रेस गर्नुभएको छ। र सुन्दरी जेलमा थुन्दाखेरि उहाँकोलाई पत्रकारले रियाक्ट गरेर के भन्न बाध्य पारेका थिए भने, बिपी, तपाईँलाई राजाले यसरी चुनिएको प्रधानमन्त्रीलाई यसरी सैनिक बलमा यसरी थुनेछन्, तपाईँले पनि नेपालमा गणतन्त्रको डिक्लेयर गर्नुपर्छ भनेर भन्दाखेरि राजाले मलाई जबरजस्ती फोर्सफुल्ली थुनेर मूर्खतापूर्ण काम गरे। अब मैले त्यसको आधारमा, त्यसको प्रतिक्रियामा नेपालमा राजा चाहिँदैन भनेर भने राजाभन्दा म बढी मूर्ख हुनेछु भनेर भन्नुभएको छ। र यसरी नेपालमा इन्स्टिट्युसन, मोनार्कीको इन्स्टिट्युसन चाहिन्छ भन्ने कुरालाई एक्सप्रेस गर्नुभएको छ, जो उहाँ जानुभन्दा अगाडि पनि एक्सप्रेस गर्नुभएको छ। त्यस कारणले नेपालको विकास र नेपालको स्टेबिलिटीको लागि बिपीको राष्ट्रिय मेलमिलापको नीति नै सबभन्दा जबरजस्त नीति हो। र हामीले बिपी प्रधानमन्त्री हुँदाखेरि पनि बिपीले यही नीतिलाई अघि सार्नु भएको थियो। र उहाँले जहिले पनि डेमोक्रेटिक चेन्ज र इन्स्टिट्युसनल मोनार्की सँगसँगै जानुपर्छ भन्ने कुरालाई पटक पटक दोहोऱ्याउनु भएको छ। र यस कुरामा नेपालका 3टा राजालाई उहाँले कन्भिन्स गर्ने प्रयत्नहरू गर्नुभएको छ। र आखिरमा गएर ती राजाहरूले बिपीको यो राष्ट्रिय मेलमिलापको नीतिलाई रियलाइज गरेको इतिहासमा पाइन्छ। जस्तो कि राजा महेन्द्रले 28 सालमा जानुभन्दा अगाडि पञ्चायतले डेमोक्रेटिक अल्टरनेटिभ दिन सक्दैन भनेर शम्भु प्रसाद गेवालीलाई मल्टी पार्टी डेमोक्रेसीको एउटा संविधानको ड्राफ्ट गर्न लगाएका थिए भनेदेखि राजा वीरेन्द्रले 33 साल पुष 16 गते बिपी फर्केर आउने बित्तिकै 2 वर्ष पनि पुगेको थिएन, त्यत्रो वर्षदेखि रोकिएको वाक स्वतन्त्रता र
एडल्ट फ्रान्चाइजलाई बहाली गरेको मात्रै होइन कि वाक स्वतन्त्रता र एडल्ट फ्रान्चाइज पञ्चायतले सुधारिएको पञ्चायतले जिते पनि बहुदलले जिते पनि त्यसलाई लगातार कन्टिन्यू गर्नुपर्छ भनेर त्यो बेलामा जनमत सङ्ग्रहको टाइममा स्टेटमेन्ट दिएका थिए। भन्दाखेरि अहिले मुलुकको परिस्थिति किन भाँडिएको छ भने त्यही राष्ट्रिय मेलमिलापको नीतिको मर्म, बिपी विचारको मर्मलाई काङ्ग्रेसले अवलम्बन गर्न नसकेको मात्रै होइन, त्यसलाई विकृत रूपमा प्रस्तुत गर्ने, त्यसको बारेमा विश्लेषण नगर्ने, विवेचना नगर्ने, त्यसको एउटा फर्मल डकुमेन्ट हुनुपर्छ भन्ने विचारलाई ग्रहण नगर्ने, यस्ता कारणले गर्दाखेरि नेपालको अहिलेको सिचुएसन अवस्था आएको हो। यो अहिलेको सिचुएसन यो नेपाली काङ्ग्रेसको सबभन्दा ठुलो दल, प्रजातान्त्रिक दल, बिपीको दल, त्यसले आफ्नो आइडियोलोजीलाई छोडेको कारणले, आइडियोलोजिकल डिब्याकल भन्छ अङ्ग्रेजीमा, डिब्याकलको कारणले अहिले यो नेपालको स्थिति अत्यन्त सिरियसली बिग्रिन पुगेको छ। र अर्को भिडियोमा बिपी विचारको बारेमा फेरि म केही कुराहरू राख्न चाहन्छु। आजलाई यति नै।